छुन्छ माथि छुन्छ जान्न छुन्छ छुन्छ कि हेलो गाइज गुड मर्निङ है तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो यस न्यू ब्लगमा यो तपाईँहरू सन्चै हुनुहुन्छ होला भने गाइज म अनि एकदमै सन्चै छु कुरा हो है अन्त के भनौँ अहिले चाहिँ 9:30 भइरहेछ मेरो बाइकको चाहिँ फिल्टर फेर्नु पर्ने छ क्या हिजो फिल्टर पुरै यस्तो चाहिँ गरेको त यस्तो डेन्जर धुलो थियो नि जो मैले एक्सपेक्ट गर्दै सकेको थिएन अनि मेरो बाइकले चाहिँ माइलेज नि एकदम अहिले कम दिइरहेको छ कि माइलेज अनि पावर पर्फर्मेन्सहरू एकदम मेरो ल्याग भएको छ उहिले हान्दा नि गाह्रो भइरहेको छ क्या बाइक एकदमै हुन्छ नि त धेरै भार बढेर तारे जस्तो हुन्छ बाइकले सो अब चाहिँ म जाँदै यो ग्यारेजमा ललितपुर एउटा साथी सकेर उसलाई अघि कन्ट्याक्ट गरेको अनि के भन्छ आऊ न यता राम्रो बाइक बनाउँछ भनेर आएको सकेर मलाई चाहिँ यो रुट चाहिँ एकदमै बेस्ट लाग्छ क्या किनभने यो रुट खासै बाइक हुँदैन नि त उता हाइवेबाट गयो भने जाम धेरै हुन्छ अनि डट बाइक फेरि त्यही माथि खुट्टा पुग्दैन मेरो खुट्टै पुग्दैन क्या यो बाइकमा मेरो यार गाह्रो पनि एकदम धेरै गाह्रो लाग्छ यो बाइक चाहिँ किन हो एकदम जाम चले जस्तो यो बाइक एकदम मैले आजभन्दा 2 महिना अगाडि पुरै फ्री थियो क्या 1 महिना मैले बाइक चलाइनँ नि त त्यसपछि चाहिँ यो मेरो बाइक चाहिँ अलिकति खै के भएको केही थाहा छैन केटा कहिले के हुन्छ हिजो एउटा वायरिङ छुट्टिएर स्टार्टै भएको थिएन अनि भाइले लगेको थियो नि त बाइक चाहिँ नवीन भाइले अनि पछि चाहिँ म गएर अनि हेडलाइट निकालेर हेडलाइट मलाई फेरि जस्ट डट बाइकको हरेक कुराहरू आउँछ क्या तर यो कुरामा चाहिँ अब यस्तो हुन्छ यो डट बाइकमा क्लच प्लेट एक्चुअली मेरो साथीले फुल्ली सेट हाल्यो नि त सेट हाल्दा पनि उसको त्यति पावर पर्फर्मेन्स आएन क्या अनि लास्टमा प्रब्लम चाहिँ रहेछ त्यसमा कार्बोरेटरमा प्रब्लम रहेछ अनि चाहिँ कार्बोरेटर फेरिपछि बल्ल अनि चाहिँ टिनिङ मिलाएपछि बाइकमा पावर पर्फर्मेन्स उत्तिकै अपग्रेड भयो है हो जाम ठ्याक्क खुल्छ क्या लास्ट लकी हो क्या म ठ्याक्क यता आउँदा बित्तिकै जाम चाहिँ खुलिहाल्यो हालिहाल्नुपर्छ नत्र भने त यहाँ पालो पाउँदैन क्या जसले अगाडि हालेको काठमाडौँ जाममा पछाडि हुने नि त लास्ट पछाडि यस्तो चलाउँछ नि पठाहरूले झन् डेन्जरै कुदाउँछ फेरि यहाँ आन्दोलन सुरु भइसकेको छ गाह्रो छ देशलाई गाह्रो छ केटा हो अब के गर्नु आज किन ट्राफिकहरू यस्तो पुरा सुट बुट लाएर के लाएर रेडी भएर बसेछ यार आज के स्पेसल छ भन्ने कुरो हो त्यही कुरा मजा जान लाग्यो सानेपा हो सानो काम छ त्यहाँ सानेपा गएर चाहिँ त्यो काम भ्याएर म चाहिँ एकछिन यो बाइक देखाउनु जानुपर्ने हुन्छ बाइकमा चाहिँ अलिकति प्रब्लम आएको छ क्या ल सिधै जाने भयो त बाटो खुल्दै छ फेरि जाउँ गइदिइहालौँ ढिलो नगरौँ हिँड सोल्ट हिँड सिधै छ बाटो चाहिँ एकदम आज चाहिँ एकदम धेरै खुलिरहेछ क्या कम्फर्ट भइरहेछ केटा हो बाटो बन्द रहेछ फेरि फर्किनु पर्ने भयो यार हैट तेरिका यार फेरि ब्याक हुनुपर्ने भयो लगभग भ्लग चाहिँ म अब कन्टिन्यू दिने कोसिस गरिरहेको छु अनि के भन्छ अस्ति चाहिँ मेरो माइक एडेप्टर बिग्रियो क्या त्यो युजै नगरेर माइक एडेप्टर चाहिँ मेरो बिग्रियो थियो यार कसरी बिग्रियो अब बिग्रिने कुरा बिग्रिहाल्यो अब कामै छैन बिग्रेर त्यो फेरि एडेप्टर फेरि नबन्दो रहेछ कि बिग्रिएपछि फाल्नै पर्ने हुने रहेछ अनि फेरि एउटा नयाँ एडेप्टर मगाएर भ्लग स्टार्ट गरेको छु केटा हो सो किप लभिङ किप सपोर्टिङ दाङबाट एकदमै धेरै माया छ है दाङलाई किनभने म जन्मेको ठाउँ हो नि त दाङ सो साइड आउट दाङ नेपाल केटा हो दाङ नेपाल अब चाहिँ एकछिन साथीलाई फोन गरेर ग्यारेज कहाँनिर छ ग्यारेज बुझ्नुपर्ने हुन्छ अनि बल्ल ढक्क लाएर जानुपर्ने हुन्छ केटा हो है डुक 200 चाहिँ एउटा पर्सनल फुल्ली मोडिफाई गरेर राख्छु जस्तो लागिरहेछ अनि योमा चाहिँ डटमा चाहिँ अलिकति लङ टुर हान्न गाह्रै हुन्छ क्या सो त्यही भएर केटा हो है लेफ्ट लाग्नुपर्ने हुन्छ ए भित्रै गल्ली जानु पऱ्यो यार भित्रको गल्ली हिँडेपछि चाहिँ सजिलो हुन्छ क्या अब ग्यारेज हल्का अगाडि देखाउनु त म्यापमा हाम्रो चाहिँ लाक्पा भन्ने साथी छ है उसले चाहिँ मलाई लोकेसन पठाइदिएको उसले पनि बाइक उतै बनाउँदो रहेछ नि त सो त्यही भएर यसरी गइदिउँ न के छ र एकछिन ट्राई हान्नु त बाइक राम्रो बन्नु पऱ्यो होइन
अरू त त्यस्तै हो साथीलाई भर्खर फोन गरेँ उसमै छ अरे ग्यारेजमै छ अरे अब गइदिउँ न अब कहाँनिर हो ठ्याक्क अनिल ओक्सप भन्ने रहेछ कता हो थाहै छैन केटा यार एक्ज्याक्ट ठाउँ नै थाहा नभने यो होला ए यता हो यो मलाई के भयो यार एक महिना थन्काएको थिनानी चढिरहेको थियो क्या अहिले अनि थिनानी बेच्नु पऱ्यो भनेको यो चलाएको त पावरै छैन क्या उठ्दै नउठ्ने यार ए ल यसमा कस्तो भनेपछि सर्भिसिङ होइन होला मैले यो 1 महिना बाइक होल्ड गरेको थिएँ कि सर्भिसिङ गरेर राखेको थिएँ अनि म थिनानी चढिरहेको थिएँ अनि पावरहरू कम भएको छ कि फिल्टरहरू सफा गर्नुपर्ने छ कि एकचोटि मोबिल चेक गरेर मैले थिनानी चढिरहेको थिएँ कि अन्त घर गएको अनि आएर 2 दिनमा बाइक चलाएको पावरै छैन क्या बाइकमा सो ल अब एकछिन भेट्नुपर्छ है त सो केटा हो अब बाइक साइक बनिसकेर फिल्टरहरू फेरिसक्यो अब ट्याक्क लगाएर जानुपर्ने हुन्छ है दामी लड्क्यो अरे हिँड्छन् पनि केटा हो के हो एकछिन त्यहाँ बाइक उठाएको त्यो ग्यारेजनिर पावर पाउनु चाहिँ गर्नु पऱ्यो होइन अनि त्यो ग्यारेजवाला चाहिँ रिस आएर अरू ग्यारेजवाला अरे छ्या यता साइडको मान्छे चाहिँ रिस आउने रहेछ कि एकदम त्यो रिस मान्दो रहेछ मुलाले अनि अरू त के भनौँ सो यस्तो केटा रिस गर्ने रिस गरेर राख्छन् म्याचिङ उडाइदिने बाले फराएर के छ आफ्नै त लङ त अलि नखिच्ने भयो क्या बाइकले सो क्रस फायरको ग्यारेज खोल्न पनि काठमाडौँमा एकदम गाह्रो रहेछ भन्ने कुरो बुझिन्छ है त्यहाँनिर चाहिँ उसको ग्यारेजदेखि साइडको एउटा बुढोले चाहिँ लास्ट ऱ्याक गर्दो रहेछ न यस्तो हो नि त अब कतिपय मान्छेहरू नयाँ आउँछ उसको ग्यारेजमा उनीहरूलाई पनि थाहा हुँदैन नि त्यस्तो विधि चाहिँ कहाँ थाहा हुन्छ त नि होइन र अनि थाहा नभएपछि उडाइहाल्छ झुकेर फर इक्जाम्पल मैले अघि त्यहाँ थाहा छैन नि त अनि बाइकमा पावर पर्फर्मेन्स चेक गर्नु पऱ्यो उडाएर चेक गर्नु पऱ्यो होइन कतिको पावर छ कतिको के छ भन्ने कुरो चेक गर्दा चाहिँ बुढो चाहिँ त्यहाँनिर हल्का मेरो भिडियो सायद बनायो अरे मेरो भिडियो बनाउँदा खासै फरक त पर्दैन मलाई नि के छ र बाइक बनाउनु गएको मान्छे त अलिकति पावर पर्फर्मेन्स चेक त गर्नै परिहाल्यो नि परेन र होइन र केटा के भन्नुहुन्छ र जो खिच्नु पर्ने नि त त्यति पावर छैन कि बाइकमा यार केटा के भएको होला यस्तो भनिदिनु पऱ्यो है मलाई कहिले फिल्टर बक्स फेर्नु पर्ने थियो फिल्टर बक्स फेर्यो त्यही नै भएन मुला साग अब साइडबाट त बोल्दैन हात दिने त हल्का अगाडि लगिदिनु न त भित्रबाट हालिदिउँ कि जस्तो लाग्यो यतैबाट हालिदिउँ जस्तो लाग्यो मलाई त है के गर्ने बाटो यस्तो प्याक छ हेलो खुल्छ क्या अब एक्सक्युज मी हेलो खोलिदिनु है बाटो ओ हल्का बहिनी आइयो नि त यार आज भनेपछि बाटो एकदम धेरै प्याक रहेछ भन्ने कुरो बुझिन्छ केटा हो थैट एउटा जाम छ त यार यामा थैट केटा यार आज काङ्ग्रेसको यस्तो के रहेछ क्या यहाँ डेन्जर जाम छ त यार थैट आज वाइल्डै जाममा परिनु भयो केटा हो ओभर वाइल्ड जाममा परिनु भयो 10 मिनट होलपछि
बल्ल बल्ल जाम खुलेको छ है जाम डेन्जरै रहेछ यार तैट औडा हुने यार हे प्रभु ईश्वर कसरी जाउँ कसरी जाउँ कसरी जाउँ कसरी जाउँ कसरी कसरी जाउँ कसरी जाउँ कसरी जाउँ कुना कुना हालिदियो कि कुना कुना हालिदियो जस्तो लाग्छ कुटी त हालिदिन्छु म त नत्र त गइन्न क्या केटा कुना काप्चा सबै ठाउँ च्यापिहाल्नुपर्छ नत्र त गाह्रो छ नि त फेरि डर भएको फाइदा त उठाउनै पऱ्यो केटा है तर आज ओभर बिति के लास्ट बिति जाम रहेछ डेन्जर जाम रहेछ क्या आमा हाइसहरूले कहाँ हाल्दो रहेछ हाइट हालौँ कि हाँस्दैन नि त खुट्टै पुग्दैन लामो यस्तो गाह्रो हाम्रो टेम्पो चढ्नमा मिसै एकदम राम्रो हुने रहेछ हाल्दैन आइट यसरी नै च्याप्नु पर्ला जस्तो छ केटा हो जान्छ नि यहाँबाट धन्यवाद है दिदीलाई छुन्छ कि उयो रन्डीको भात झन्डै चोको भात सिक्ने माथि खुट्टै पुग्दैन यार औडा बे वाइल्ड जाम छ वाइल्ड एउटा लास्टै बिति जाम छ यार सो त्यही हो केटा गाह्रो भयो यसो ट्याङ्करको साइडमा खुट्टा टेकेर बसिरहेको छ हाइटै पुग्दैन क्या डेन्जर अग्लो भएको छ मेरो डट्रीमा हालेर बाइक यार फोन आइसक्यो यहाँ कति बेला खोल्ने थाहै छैन ल एकछिन भेटौँला केटा अब सो केटा हो लामो समयपछि हाम्रो यहाँ जाम खुलिसकेको छ तर आज डेन्जर जाम रहेछ लास्ट ओभर जाम के यार आज फर्स्ट टाइम होला यार काठमाडौँ आज यत्रो जाम देखेको मैले यार आमा बहुत धेरै जाम भएछ यार आज भ्यानहरू पनि टन्नै छ एउटा रुट त बन्दै गर्दै रहेछ माकुरीहरूले अब यतैबाट च्यापेर जाने त होला यार यहाँ चाहिँ हाम्रो कृष्ण अटोलिङ है यहाँनिर चाहिँ हाम्रो सामानहरू पाउँछ अब यस्तो छ माइती घरको हालत यहाँ पनि जेन्जीको छुट्टै छ अरे छुट्टै छ यहाँ पनि यो हाम्रो यो नेपालमा केटीको लाग्छ क्या धेरै त अब केटा हुन पनि पापै छ भनौँ न अब त्यस्तै टाइपको भएन र अब केही भन्नै नआउने केही भनेको उही आइरहेको छ रङ साइडबाट अनि मैले हजुर किन यताबाट आउनुभएको को आएको छ गऱ्यो मलाई त आमा केटा भएको भए दिन्थेँ एक सर झरेर कानको झरी हल्लिन गरेँ सो केटा त्यही हो है अब चाहिँ म भाइकोमा पुग्न आँटेँ अहिले अरू के यस्तो हुन्छ यस्तो अब केही समथिङ इज स्पेसल भए जस्तै देखाउँछु नत्र अब आजको भ्लग चाहिँ यतिमै इन गर्नु पर्ला जस्तो मानिरहेको छु मैले चाहिँ है अनि भ्लग नि एकदम लामो भयो होला सो केटा हो राम्रो भ्लग दिन चाहिँ म सकभर कन्टिन्यू नै गर्छु है सो आजको भ्लग चाहिँ यति नै हुन्छ सो केटा किप लभिङ किप सपोर्टिङ माया गर्नु पऱ्यो है माया चाहिँ गर्नु पऱ्यो है अब अरू त के भनौँ लाइक कमेन्ट सब्सक्राइब सेयर के हुन्छ के गर्न सक्नुहुन्छ हजुरहरूले त्यो चाहिँ गरिदिनु पऱ्यो सो यहाँ सेतो पुल आइसक्यो अब सेतो पुलदेखि चाहिँ हल्का माथि छिरेर जानुपर्ने हुन्छ म चाहिँ यता होइन अझै यहाँनिर चाहिँ मेरो टाउकोले हेडले छोला जस्तो हुन्छ
छुन्छ छुन्छ माथि छुन्छ जान्न जान्न छुन्छ यति त हानिदिनै पर्यो खोलाको बाटोमा होइन आज जनताहरू धेरै निक्ले जस्तो छ है ठ्याक्क भ्लगिङ गर्दै थिएँ ट्याक्क एउटा अब के गर्नु है त्यहाँनिर एउटा त्यो के भन्छ त्यो खै समथिङ रातो सेतो पुल हो क्या त्यो पुलनिर त्यहाँनिर त्यो सेतो पुलको चाहिँ अलिकति हाइट कम छ क्या त्यहाँ चाहिँ अलिक ठुलो गाडीहरू छिर्दैन कि ट्याक्सीहरू चाहिँ ट्याक्सीसम्म चाहिँ छिर्छ अरू चाहिँ छिर्न गाह्रो छ एकदम धेरै गाह्रो छ केटा आज खै किन काङ्ग्रेसको दबदबा धेरै छ जस्तो लाग्यो झन्डा पनि चारैतिर छ सो अब अरू त के भनौँ है आइट के गरेको होइन न दाजु यार ल केटा अब भ्लग त यतिमा इन गर्नुपर्ने हुन्छ